यो पारी अहिले गएको छैन। लु हेर्नुहोस् है हाम्रो ढङढङे बबाल पर्यटन क्षेत्र सिद्धिङमा गाउँपालिका वार्ड नम्बर 5 र 6 को सिमानामा म भिर माउरी पनि देखाउँदैछु है साथीहरूलाई। आइपुगेको छ। आइगा हेर्नुहोस् है टिमहरू भिर माउरी यसरी लागु हुन्छ मजाले हेर्नु होला। करिङ्गाल पनि साथमा यसरी रहेछ। यसरी लागेको रहेछ आम्मामा भिर माउरी एउटा पोकाए यसमा 20 केजी भन्दा धेरै छ है। मासु हेर्नु न सँगै पनि छ क्या हो। अनि यस्तो छ झर्ना भनेपछि अब साह्रो हेर्नुहोस् यसरी हेर्नुहोस् सिद्धिङमाको भ्रमण गर्नुहोस्। सँगै छ त नि सँगै हो त्यो। चारो कि खानै पर्छ। हरिङ्गाल देखाउँदैछ है हेर्नुहोस् है तपाईँहरूले। माथि डल्लो त के को डल्लो? कुन चाहिँ गर्दा? हेर्नुहोस् त बाँसैले? माउरीहरू अनि घोचेर कि पसेर? पसेर त्यो 5 रुपियाँ फेरि हालेको नि। भरे नि यो तलदेखि 5 रुपियाँ उपारि कतिवटा काट्नु हो? दुईटा थियो थिएन मरेको अहिले त थियो नि त्यहाँ धेरै थियो नि। पोहोरको साल थियो भाइ पोहोर मङ्सिरमा हो अहिले यहाँ हेर्नुहोस् त हरिङ्गालहरू बसेको त्यो पुरै झार्नुपर्छ। सफा गर्नुपर्छ यति नै अहिलेको लागि यो फुटेज हेर्दै गर्नु होला। नयाँ नयाँ भ्यू आउँछ है। दो माथि लु लु यो चाहिँ हाम्रो ढङढङे झरना हो हेरिदिनु होला यस्तो दामी छ। व्यापारी मान्छे हिँडेर देख्दै हुनुहुन्छ मान्छे देख्दै हुनुहुन्छ भने म देखाउँछु है तपाईँहरूलाई। हेर्नुहोस् है मान्छे खोलाको नजिक नजिक जाँदै हुनुहुन्छ हनुमानहरू यस्तो छ खोलाको छेउहरू यहाँ यस्तो छ यस्तो छ है हजुर यस्तो टप 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 माथि तपाईँहरू चाहिँ भिडमा उयो ठाउँ हो। यस्तो छ है भिरमा उयो यो जग्गाहरू माङ्पाहरू हुनुहुन्छ बारीपट्टि हात हलाइरहेको हुनुहुन्छ। सम्झी मेरो छोरो यो छेउको यो हाम्रो भाइ केन्सारी भाइ हुनुहुन्छ है यहाँनिर एकदम ढङढङै हेर्दै हुनुहुन्छ है। हेर्नुहोस् यस्तो दुरमा छ बारी यस्तो ठाउँमा छ हाम्रो झरना। यस्तरी हेर्नुहुन्छ भने मेलेपट्टि चाहिँ अनेची बारी हो यो मेले पर्छ। त्यो माथि भन्नुहुन्छ सबै भिर माउरी बस्न ठाउँहरू टक 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 सँगले आज हेर्नुहोस् है चट्टै सँगले साथीहरू भिर माउरी हेर्नु नजिक नजिक जाँदै हुनुहुन्छ। एकदम पुग्नु भएन।